बचाउनुपर्छ र प्रधानमन्त्रीले संविधान नियुक्ति सम्बन्धी अध्यादेश फेरि पनि राष्ट्रपति सामु पठाउनु भएको छ। अब त्यसलाई राष्ट्रपतिले छाप लगाएर लाल मोहर लगाएर पठाउनुपर्छ। किन उहाँले फिर्ता पठाउनु भयो? बालेन शाहको यो 2/3 सरकारलाई पनि राष्ट्रपतिले किन टेर्नु भएन? होइन, टेर्नुपर्छ। प्रधानमन्त्री राष्ट्रपतिको बिचमा समझदारी हुनुपर्छ, समन्वय हुनुपर्छ। किन टेर्नु भएन त? अहिलेको अवस्थामा देशमा छ नि, प्रधानमन्त्रीले गर्न चाहेको कामलाई राष्ट्रपतिले साथ दिनुपर्छ। म त स्पष्ट छु है। भ्रष्टाचारलाई कारबाही गर्ने कुरा, सुशासनको कुरा, विकासको कुरा, जनताको एजेन्डाको कुरा, महँगी नियन्त्रण गर्ने कुरा, अब शिक्षा र स्वास्थ्यमा निःशुल्कको कुरा, गरिब निमुखा जनतालाई निःशुल्क पढाउने कुरा, रोजगारी दिने कुरामा यदि प्रधानमन्त्रीले स्ट्रङ भएर एजेन्डा ल्याउनुहुन्छ भने ऋषि धमलाई एक्लै भए पनि साथ दिन तयार छ। हिजोको ऋषिजी, हिजो प्रधानमन्त्री बालेन शाहको टिमले भारत र चीनलाई पत्र पठायो सीमा विवादको विषयमा। यो हाम्रो सीमा हो, लिपियाधुरा, यसमा चाहिँ तपाईँहरूले प्रयोग नगरिदिनुहोस् भनेर चिठी पठायो। यो विषयमा के भन्नुहुन्छ? कूटनीति माध्यमबाट समस्याको समाधान खोज्नुपर्छ। नेपाल भारत सम्बन्ध, नेपाल चीन सम्बन्ध प्रगाढ र सुमधुर बनाउनुपर्छ। म कूटनीतिको माध्यमबाट, आज पनि सरकारले भनेको छ, कूटनीतिको माध्यमबाट वार्ताबाट समस्याको समाधान। भारतले त भन्यो यो सीमा हाम्रै हो भनिसक्यो। भन्नेले सुन्नुहोस् न, भारतले भन्ला, चीनले भन्ला, नेपालले भन्ला, तर समस्याको समाधान त तपाईँ के भन्नुहुन्छ? त्यो सीमा हाम्रो हो कि होइन त भन्नुहोस् न त। किनभने वार्ताबाट, सहमतिबाट, कूटनीतिक माध्यमबाट गर्नुपर्छ। तपाईँको जवाब के हो? त्यो सीमा हाम्रो हो कि होइन? होइन, सुन्नुहोस् न, नेपाल भारत सम्बन्ध त मलाई थाहा छ। हाम्रो देशको छ नि सीमा विवादको बारेमा समस्याको समाधान कसरी गर्ने, कूटनीतिक माध्यमबाट गर्ने। त्यसैले म भन्न चाहन्छु, अहिले हामीले छ नि यो देशमा विकास समितिको यात्रा बढाउनुपर्छ। आर्थिक कूटनीति आजको आवश्यकता हो देशमा। त्यही त तपाईँको जवाब आएन। कूटनीति माध्यमबाट समस्याको समाधान गर्ने भने तपाईँले बुझ्नु भएन। किनभने सीमा विवादको समाधान कूटनीति माध्यमबाट सरकारले त हाम्रै हो भनिसक्यो त। आइसक्यो, जनताले जानिसक्यो, जनतालाई थाहा छ लिम्बियाधुरा लिपिले कालापानी कसको भन्ने कुरा। नेपालले संविधान जारी गरेर, संविधान संशोधन गरेर, सर्वसम्मत नक्सा जारी गरेर होइन भने। त्यसैले गर्दाखेरि म के भन्छु भने जनताले बुझिसके, जनताले जानिसके, कूटनीति माध्यमबाट सीमा विवादको समस्याको समाधान खोज्नुपर्छ। र आजको दिनमा हाम्रो देशमा नेपाल भारत सम्बन्ध, नेपाल चीन सम्बन्ध र अन्तर्राष्ट्रिय सम्बन्ध नेपालको राम्रो हुनुपर्छ र सुमधुर सम्बन्ध आजको आवश्यकता हो। धन्यवाद। थ्याङ्क यू भेरी मच।